आँखा के भएर रातो हुन्छ र के लाउनुपर्छ अनि कसको गाडीसँग निस्किँदै हो। सो के छ केटा हेर न, हाम्रो गाउँतिर चाहिँ यस्तो दामी फुलहरू छ होइन। अनि म चाहिँ गाडी स्टार्ट गरेर हिँड्न आँटेको। सो यहाँ चाहिँ घरिघरि मामा र मैले कुदाउनु भइरहेछ साथसाथ गरेर होइन। अनि फाइनली मैले कुदाउनु थालेको अनि यहाँ चाहिँ हाम्रो गाडीसँग रेस खेलाखेल भइरहेछ नि त। फाइनली कन्यामा आएर हेरेको, कन्यामा यस्तो दामी भएको थिएन आज सोफा अनि चिया खाइयो र टक्क मैले काममा लागिगयो। केटा यतातिर सफा सुगर हुँदैछ, तारै हुँदैछ नि त। हामी चाहिँ म चाहिँ एकदम बसिरहेको थिएँ अनि हाम्रो खाना सेट हुँदैछ र म चाहिँ खाना पुऱ्याउँदै फेरि हस्पिटल जानुपर्ने मेरो मामा बिरामी भयो। अनि मैले कपाल सफा पनि हानिदिइहालेँ र यस्तो फोटो अनि सफा सुगर गरेर मोटरसाइकल छोड्यो। अनि टक्कसँगले पानीहरू पनि माथि चढाउनु थियो र मैले माथि पानी चढाएँ अनि मोटर पनि अन भयो र फाइनली यता पनि सफा गऱ्यो। अनि यहाँ कालो ड्रममा पानी भरेछ र मैले हल्का फुल्का मेरो बाइकमा पानी हालिदिएँ। अनि बेलुका किचन क्लोज गर्ने टाइम भयो र किचन क्लोज गरेर एकछिन बस्यो। अनि घर आउने बेलामा यस्तो थियो कन्याको अवस्था। घर आएर पनि मैले यसरी बत्तीहरू काटकुट गरेर मिलायो अनि फाइनल तिहार लाग्यो अनि जोड्दै हस् भनेमा डुलेको